प्रश्न गर्नुहोस्। सभामुख महोदय, अख्तियारले मुख्य आरोपी भनेका सहसचिव तीर्थराज भट्टराईलाई गृहमन्त्रीकै अग्रसरतामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पठाइएको देखिन्छ। विवादित पृष्ठभूमि भएका यसभन्दा पहिले नै विभिन्न अनियमिततामा जोडिएका सहसचिवलाई गृह सचिवज्यूले रोजी छाडी कसरी इन्भर्टेड कमामा मालदार भनिने चिनेको अड्डामा पठाउनु भयो? के साँच्चै मन्त्रीज्यूलाई ती सहसचिव एकदमै सक्षम स्वच्छ छन् भनेर हो कि या अन्य कुनै स्वार्थ थियो? यो अनुसन्धानको विषय हो। सभामुख महोदय, यसरी म संक्षेपमा मात्रै राख्न चाहन्छु कि आजै धेरै विषयमा बोल्नुभन्दा पनि माननीय गृहमन्त्रीज्यू आफ्नो पृष्ठभूमि हेर्दा कानुन ब्याकग्राउन्डको हुनुहुन्छ, मानवाधिकार ब्याकग्राउन्डको हुनुहुन्छ, शान्ति प्रक्रियाका विभिन्न श्रृङ्खलामा काम गर्नुभएको व्यक्तित्व हुनुहुन्छ, आफ्नो दलको प्रमुख सचेतक भएर विभिन्न संसदका विषयहरू ह्यान्डल गर्नुभएको छ। हामी अघिल्लो सेसन मात्रै हेऱ्यौँ भने पनि माननीय गृहमन्त्रीज्यू प्रतिपक्षी बेन्चमा बसेर धेरै नेताहरूमाथि, मन्त्रीहरूमाथि उठेका विषयहरूमा नैतिकताका प्रश्नदेखि धेरै विषयहरू उठाउँदै हुनुहुन्थ्यो। म त्यो सम्झन चाहन्छु। त्यसो गर्दा हामी प्रमुख प्रतिपक्षी दल लगायत प्रतिपक्षीहरूको तर्फबाट यो सन्दर्भमा स्वयं गृहमन्त्रीज्यूले नै सरुवा गरेको व्यक्ति कार्यालय प्रमुख रहेका छन्। उहाँको सचिवालय यसमा तानिएको छ, जोडिएको छ। अख्तियारले छापा मारेको छ, स्टिङ अपरेसन। त्यसपछि चाहिँ पक्राउ परेको व्यक्ति यो सामान्य मान्छे, सानो माछो अरू छ भनेर एक दिन दुई दिनपछि नै छोडिरहेको छ। ठुलो माछा को हो? स्वयं अख्तियारले नै भनिरहेको छ। अहिले नै कसैलाई हामी आरोपित गर्न चाहँदैनौँ। सम्मानित सभामुख महोदय, यो सबै सन्दर्भमा अनुसन्धान गर्ने निकायहरू सबै नै माननीय गृहमन्त्रीको मातहतमा रहेका छन्। सम्पत्ति शुद्धिकरण समिति होला, सिआइबी होला, अरू धेरै निकायहरू। यस सन्दर्भमा माननीय गृहमन्त्रीजीले राजीनामा दिएर अनुसन्धानको लागि मार्ग प्रशस्त गरिदिनुहोस् भनेर हाम्रो विनम्र अनुरोध छ। उहाँको संलग्नता छ भनेर अहिले हामी दाबी गरिरहेका छैनौँ। उहाँका सचिवालय अरू धेरै कुरा आइरहेको छ। अहिले हामी धेरै कुरा उहाँलाई आरोपित गर्ने, अहिले सामान्यतया नेताहरूमा, पार्टीहरूमा नैतिकताको प्रश्न उठिरहेको, अविश्वास भइरहेको बेला अझ थप कोही नेताप्रति, कोही पार्टीप्रति अविश्वास फैलाउन हामीलाई रुचि छैन। तर यति गम्भीर विषय उठिसकेपछि स्वयं गृहमन्त्रीले नै मार्ग प्रशस्त गरिदिनुहोस् र छानबिनको लागि एउटा राम्रो छानबिन गर्ने वातावरण, निष्पक्ष छानबिन गर्ने वातावरण बनाइदिनुहोस् हामी अनुरोध गर्न चाहन्छौँ। यो अवस्था नबन्दासम्म हामी सम्पूर्ण प्रतिपक्षको तर्फबाट यो नियमित प्रक्रिया अगाडि बढ्न दिन सक्दैनौँ। हामी यो म जानकारी गराउन चाहन्छु। धन्यवाद। यसमा एक व्यक्ति मात्रै होइन, सम्माननीय सभामुख महोदय, सम्माननीय माननीय गृहमन्त्रीज्यूकै सचिवालयमा रहेका कर्मचारीहरू पनि यही पृष्ठभूमिमा जोडिएको देखिन्छ। साथसाथै अख्तियारले छापा मार्न एक दिन अगाडि विवादित सहसचिवलाई सरुवा गरेको देखिन्छ। कानुनका पृष्ठभूमि भएका मन्त्रीज्यूलाई थाहा छ, यदि कुनै निकायले प्रमाण जुटाउँदैछ भने प्रमाण जुटाउन दिने कि प्रमाण नष्ट गर्नको लागि उसलाई सरुवा गरिदिने। अब अनुसन्धान कर्मचारी माथि मात्रै होइन, गृहमन्त्रीमाथि पनि हुनुहुन्छ। यसमा प्राविधिक अनुसन्धान हुनुपर्छ, मोबाइलहरूमा र ल्यापटपहरूको परीक्षण हुनुपर्छ। तर त्यो परीक्षण गर्ने निकाय प्रहरीका मार्फतको विधि विज्ञान प्रयोगशाला हो। तर अहिलेको परिवेशमा के स्वच्छ अनुसन्धान होला, रोज स्वच्छ रिपोर्ट आउला त? हामीलाई प्रशस्त आशंकाहरू छन्। माननीय गृहमन्त्रीजीको नेतृत्वमा यसभन्दा अगाडिका सरकारले अनुसन्धान गरी उच्च राजनैतिक तहको संलग्नता रहेको भनेको भुटानी शरणार्थीको काण्ड दबाइएको छ। सहकारीको मुद्दामा रवि लामिछानेलाई 3-3 महिना हिरासतमा राखेर अनुसन्धान गर्यो। तर सत्ता पक्षका सांसदलाई प्रहरीको
कार्यकक्षमा बोलाइ चिया खुवाएर पठाइएको छ। सम्मान्य सभामुख महोदय, अब हामी कसरी विश्वस्त हुने गृहमन्त्रीले निष्पक्ष छानबिन गर्नुहुन्छ भनेर? यो कुनै एक कर्मचारीले नागरिकता बनाउन गएको बेला नागरिकसँग घुस मागेको विषय होइन। यो त म्यान पावरदेखि एयरलाइनसम्म, कर्मचारीदेखि मन्त्रीज्यूसम्मको सचिवालय जोडिएको छ। प्रश्न मन्त्रीज्यूमाथि उठेको छ, अनुसन्धान हुनुपर्छ, राजीनामा आउनुपर्छ। तर हामी राजीनामा मात्रै माग्दै छैनौँ, सङ्गठित ढङ्गले गरिएको यो भ्रष्टाचारको निष्पक्ष अनुसन्धान हुनुपर्छ। सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणसँग जोडिएर हेर्ने गरी छानबिन गर्न एक उच्च स्तरीय छानबिन आयोग नबनेसम्म संसद चल्न सक्दैन। निर्दोष नेपालीहरूमाथिको अत्याचार हामी ठुलो हेरेर बस्न सक्दैनौँ। सम्मान्य सभामुख महोदय, हामी संसदलाई अगाडि बढाउन सक्दैनौँ। धन्यवाद। मान्य सदस्यहरू, सबैले बोलौँ, सबैले बोलौँ, तर विधि अन्तर्गत बोलौँ। विधि भनेको मान्य सदस्यहरूले आसन ग्रहण गरेपछि यहाँबाट सञ्चालन गर्ने विधि नै हो, हाम्रो नियमावली व्यवस्था गरेको विधि। त्यसले गर्दाखेरि सबै मान्यजीहरू आसन ग्रहण गरेर आलो पालो समय लिएर बोलौँ र अगाडि बढौँ। सदस्यहरू आसन ग्रहण गर्नुहोस्। म संक्षिप्तमा कुरा राख्नको लागि सत्तापक्षका तर्फबाट मान्य सदस्य श्याम घिमिरेलाई म समय दिन्छु। संक्षिप्तमा आफ्नो कुरा राख्नुहोस्। सम्माननीय सभामुख महोदय, अहिले प्रतिपक्षले जुन ढङ्गले कुरा उठाइरहेको छ, मान्य सदस्यहरू आसन ग्रहण गरेर यो उहाँले के कुरा राख्नुहुन्छ सभा सञ्चालन गर्न मौका दिनुहोस्। गम्भीरतापूर्वक सुन्यौँ, ध्यानपूर्वक सुन्यौँ। मान्य सदस्य श्याम घिमिरे यहाँ आसन ग्रहण गर्नुहोस्। कुरा सुनिएन, त्यसले गर्दाखेरि मान्य श्याम घिमिरे आसन ग्रहण गर्नुहोस्।